मेरो नाम चाहिँ हिमकला लिम्बू। म गत सालदेखि चाहिँ महेन्द्र माविको म्याथ टिचर भएर यहाँ आएको छु र यो अलिकति म्याथ टिचर भएपछि म्याथका चुनौतीहरू पनि छन्। समुदायको बुझाइ म्याथ एकदमै कठिन विषय हो, पढ्न सकिँदैन भन्ने एकदम यो एउटा चुनौतीलाई चिर्नु पनि मन लागेको नभन्दै पाठ्यक्रमले आन्तरिक मूल्याङ्कन अनुसार परियोजना कार्यबाट विद्यार्थीलाई आफ्नो गणितको विषयवस्तुहरू चाहिँ दैनिक जीवनसँग जोड्नु है भन्ने निर्दिष्ट गरे अनुसार मैले केही विद्यार्थीहरूलाई नो कस्ट लो कस्ट भनिन्छ त्यो मार्फत केही गरौँ न भनेर परियोजना कार्य मैले दिएको थिएँ। कक्षा 8 का भाइ बहिनीहरूले बनाउनु भएको यो चाहिँ मैले डाटा चाहिँ मैले दिएको, मैले उपलब्ध गराएँ। शिक्षकको सङ्ख्यालाई उनीहरूले कसरी चाहिँ पाइचार्टमा देखाउन सकिँदो रहेछ, अभ्यासमा त पाइचार्टमा देखाउनुहोस् भन्ने क्वेसनबाट सल्भ गरिरहेछन्, तर त्यो कुरा चाहिँ कहाँ ल्याएर जोड्न सकिँदो रहेछ, दैनिक जीवनमा कहाँ प्रयोग गर्न सकिँदो रहेछ भनेर केही न केही गरून् भनेर मैले एउटा क्वेसन डाटा तयारी गरिदिएँ। त्यो पछि भाइ बहिनीहरूले एकदमै राम्रो पाइचार्ट बनाएर ल्याउनु भएको छ। अनि यो अर्को चाहिँ कोष आकृति भन्ने पाठ अनुसार त्यो मार्फत विद्यार्थीहरूलाई खालि किनारा अनि सतह, इजेज र फेस अनि भर्टिसेस चिनाउनको लागि चाहिँ मैले केही हिन्ट्स दिएँ, निर्देशन यसरी गर्नु है, यसरी गर्नुपर्छ भनेर बनाएर ल्याएपछि उनीहरूलाई प्रष्टसँग बुझाउनु सक्यो। शीर्षबिन्दु, किनारा र सतह यो एकदमै उनीहरूले पनि एकदम सक्रिय भएर सहभागी भए, खुसी पनि भए। उनीहरूको सिकाउँ लाग्दो अझ अर्को गरौँ न मेम भन्ने कुराहरू पनि गरेका छन् भाइ बहिनीहरूले। Thank you miss to give me a short speech for my cube and देख्न सक्नुहुन्छ साथीहरू, जस्तै कि यो एक घन हो, यो हाम्रो म्याथ टिचर यानि कि गणितको टिचर मिस हिमकला लिम्बूले बनाउनु दिनुभएको हो। हाम्रो प्रोजेक्ट सबैलाई राम्रो लागेर आज हामी आफ्नो तर्क दिनु आँटेको छौँ। जस्तै साथीहरू देख्न सक्नुहुन्छ, हामी यो घनलाई यो गह्वरकै बाँस र ठोस पदार्थमा पाउने माटोको मिश्रणले बनाएको हो। जस्तै कि देख्न सक्नुहुन्छ, हामीले यो यसमा 8वटा शीर्षक बिन्दु हुन्छ। जस्तै कि यो एउटा भयो, यो दुईटा, यो तिनवटा, 4वटा, 5वटा, 6वटा, 7वटा, 8वटा हुन्छ जम्मा गरी। अनि यसमा सतह 6वटा हुन्छ। जस्तै देख्न सक्नुहुन्छ, एकवटा सतह, अर्को सतह दुईटा, तिनवटा सतह, 4वटा सतह, 5वटा सतह र यो मुनिको भागको 6वटा सतह। अनि यसका किनाराहरू 12वटा हुन्छन्। अनि यो त्रिभुजको प्रकारहरू छ भुजाको आधारमा। अब यो कोणको आधारमा त अहिले गरेको छैन। भुजाको आधारमा त्रिभुज 3 प्रकारको हुन्छ भनेर हामी पढिरहन्छौँ, तर कस्तो हुँदो रहेछ यस्तो बनाउँदाखेरि भनेर मैले बनाउनुलाई, यो बनाए अनुसार समूहमा कार्य गर्नुलाई अनुसार नै उनीहरूलाई ती 3 जनाको ग्रुप बनाएर समबाहु त्रिभुज, समद्विबाहु त्रिभुज र विषमबाहु त्रिभुज बनाएर ल्याए अनुसार यिनीहरूको गुणहरूलाई चाहिँ एउटा कार्डबोर्डको मार्फत साइन पेन कलर वाइज उपलब्ध हामीले नै गराएको स्कुलबाट, विद्यालयबाट गराइन्छ। उनीहरूले मेहनत गरेर प्रष्ट एकदम राम्रो, मलाई पनि खुसी लाग्यो उनीहरूको कामप्रति, थ्याङ्क यू पनि दिन चाहन्छु। र यो एउटा चाहिँ अझ यहाँनिर मलाई के अपुग भए जस्तो पनि लाग्यो। समानान्तर रेखाहरूलाई एउटा छेदकले काट्दाखेरि कस्तो कस्तो कोण बन्दो रहेछ भनेर चाहिँ यो कलरबाट उनीहरूले प्रष्ट पार्न खोजेका छन्। यो कलरहरू सेम कलर छन्, यो कलरको अर्थ चाहिँ एकान्तर कोण हो, एकान्तर कोण बराबर हुन्छ है भनेर देखाउनु खोजेको सङ्केतबाट। यहाँनिर अर्को कोण छ कर्मागत भित्री कोण। यो पनि यो भित्री छ, दुईटै रेड एङ्गलहरू, यिनीहरूलाई जोड्दाखेरि चाहिँ 180 हुन्छ भनेर प्रष्ट पारेका छन्। अनि अरू यस्ता थुप्रै कार्यहरू पनि अगाडि फेरि पनि विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै आउने समयमा पनि अझ यस्ता थुप्रै कार्य गर्नु मन लागेको छ। उनीहरू पनि एकदमै जागरुक देख्दाखेरि
दैनिक जीवनसँग म्याथ एकदम रिलेटेड हो भन्ने आभास भइरहेछ सर। के कारणले भन्दाखेरि आधारको क्षेत्रफल र उचाइ भनेर हामीले फर्मुला चाहिँ आगमन विधिबाट के गरौँ भनेर गर्न खोजेको सर। अब यो भनेको अहिले पो आयातको यो के भयो लम्बाइ भएको छ। र यसो गऱ्यो भने त वृत्तको परिधि हुन्छ। वृत्तको परिधि निकाल्ने फर्मुला के हुन्छ त्यहाँबाट हामी जान सक्छौँ।